हेलो सबैजनालाई नमस्ते। आज चाहिँ हामी थकाली खानु जानुलाई प्लान गरिरहेका थियौँ, तर बाबालाई राष्ट्रमा अल्छी लागेर नजाने भए। अब के गर्ने भन्दा मेरो मामुले घरमै बनाउने रे। मेरो बाबालाई चाहिँ मिठो खानु मन लागेको, अनि मेरो मामुले घरमै थकाली खाना पकाउनु लाग्नु भएको छ। मेरो मामुले चाइनिज सामानहरू किनेर ल्याइसक्नु भएको छ, अनि अब हामी थकाली खाना बनाउँदैछौँ। मेरो मामुलाई चाहिँ हामी सबैले हेल्प गर्छौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनुहोला। थकाली खानाको रेसिपी यहाँहरूले हेर्न सक्नुहुन्छ। मामुले साग पकाइसक्नु भएको छ, अनि आलु भुट्दै हुनुहुन्छ। मको बलिराख्नु भएको छ भनेपछि म मामुको छोरी। मामुले आलुको तरकारी बनाइसकेको छ। हेर्नुहोस् न गाईचहरू, आलु हेर्दै मिठो खानु मन लागेको जस्तै हो। अब मामुले बनाउँदै हुनुहुन्छ फेरि मासु। मामुले मेथी पड्काएर प्याज भुट्दै हुनुहुन्छ। प्याजलाई रातो गरेर भुट्ने अनि मासु हाल्ने। मेरो मामुको मासु पकाउने तरिका तपाईहरूले हेर्न सक्नुहुन्छ। मासुलाई रातो गरेर भुट्ने। मेरो मामुलाई कहिल्यै पनि खाना बनाउन अल्छी लाग्दैन। मलाई मेरो बाबालाई जे खानु मन लाग्छ, मामुले सधैँ हामीलाई मिठो पकाएर खुवाउनुहुन्छ। मेरो मामु जस्तो तपाईँको मामु जस्तो हुनुहुन्छ। मासु पकाइसकेको हो, तपाईँहरूले हेर्न सक्नुहुन्छ। कस्तो मिठो देखेको हो। अनि माथिबाट धनिया पनि हालिदिनु भयो मामुले। अनि हाम्रो थकाली खाना रेडी भइसकेको छ। हेर्नुहोस् कस्तो राम्रो छ। लाइक कमेन्ट गर्नुहोला हस्। अब म तपाईँहरूको सँग अर्को भिडियोमा भेट्नेवाला छु। बाई बाई, नमस्ते।